नीतिगत रूपमा उद्देश्यमा त हामी प्रष्ट छौँ, तर यसलाई हामी यो छलफलमा बसिरहँदा हामी नीतिगत रूपमा प्रष्ट भएको विषयमा व्यावहारिक रूपमा कति प्रभावकारी बनेका छौँ भन्ने प्रश्नले चाहिँ प्रश्नको जवाफ खोज्यौँ भने चाहिँ हामी जति प्रभावकारी हुनु पर्थ्यो त्यो तहमा प्रभावकारिता चाहिँ पुगेको छैन कि भन्ने समीक्षा चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ। त्यो के भने हामीले जुन मोडालिटीमा यो कार्यक्रम सञ्चालन गर्ने भनेर यो व्यवस्थित गरिएको छ विधिवत रूपमा, त्यसलाई चाहिँ हामी 3 तहको सरकारको प्रभावकारी समन्वयको आवश्यकता पर्छ र त्यो समन्वयभित्र प्रभावकारिता प्रस्ट्याउनु पर्ने या पुष्टि गर्नुपर्ने क्षेत्र, वर्ग, समुदाय कुन कुन हो भन्ने कुरामा चाहिँ हामीले थप होमवर्क गर्नुपर्ने आवश्यकता अझ पनि महसुस गरिएको छ। तर उद्देश्यलाई हेर्ने र नीतिगत व्यवस्थालाई हेर्ने हो भने विशुद्ध जसलाई सहायता चाहिन्छ, जसलाई आफ्नो क्षमता योग्यतामा थप विकास गर्नका लागि आवश्यकता छ, जो असहाय छ उसलाई चाहिँ सहायताको आवश्यकता पर्छ, ती वर्गहरू केन्द्रित नै गरेर यो कार्यक्रमलाई व्यवस्थित गर्न खोजिएको छ। त कार्यान्वयनको प्रभावकारितामा थप हामीले ध्यान दिनुपर्ने आवश्यकता भने छ।